आज हालत खराब भइरहेछ मेरो बस्ने ठाउँबाट 7 किलोमिटर साइकल कुदाएर घाममा आइरहेको छु म नेपाली पसल खोज्दै दियो पनि मेरो नजिक देखाएको यही थियो पसल म यहाँ आइरहेको छु सामान लिनलाई आएको एउटा कुरा के खुसी लाग्यो भने चामल पनि अलिकति थोरै भयो भने हुन त त्यत्रो बाटो यहाँ आइरहेको छु थोरै भए पनि सस्तो लाग्यो चामल आटा पनि नेपाली आटा पाइँदो रहेछ नेपाली पसल बसी अभियसली पाइन्छ नेपाली आटा हैन नेपाली आटा नि ठिकै प्राइस छ त्यस्तो महँगो पनि छैन सामानहरु पनि ठिकै छ त्यस्तो महँगो पनि लागेन मलाई त हजुरहरु पनि अब आउन सक्नुहुन्छ मितोमा छ है यो चाहिँ मितो म मितोबाट हिताची नाका भन्ने ठाउँमा बस्छु क्या म यहाँ नेपाली पसलमा चाहिँ सबै थोक पाइन्छ चाउचाउहरूदेखि लिएर भुजाहरूदेखि लिएर जिरा धनियाँ सबै थोक पाइन्छ मैले पनि केही सामानहरू चाहिँ बोकेर लिएर आउन थालेको भएर अलिकति भिडियो देखाइदिउँ हजुरहरूलाई भनेर चाहिँ यो भिडियो बनाइहालेँ हतार हतारमा आज त अति नै भयो होइन मैले आफै दुःख बेसाएको होइन अति नै भयो 7-7.5 किलोमिटर गएर अझै आउँदैछु म खोजेर है नेपाली पसल खोज्न जाँदा कति दुःख मलाई अझै गेस वाट के साथीहरू अझै के भयो भनेर एउटा नेपाली पसल खोज्दै खोज्दै गएँ होइन रिटर्न हुँदाखेरि के भयो भने लगभग 1.5 किलोमिटर जति फर्किसकेको थिएँ अलि यतै रहेछ क्या एउटा पसल फेरि ओहो एकछिन त आफैलाई देखेर नि तनाव लाग्यो यताउता हेरेर हिँड्नुपर्छ नि जस्तो लागिरहेको थियो तर केही छैन नेक्स्ट टाइम हामी यतै नजिकको पसल जान्छौँ होइन अब आजलाई लिएर आइयो सामान फेरि नेक्स्ट टाइम चाहिँ जान्छौँ साथीहरू यो धनियाँ चाहिँ मैले फ्रीमा पाएको धनियाँ हो यो धनियाँको साथसाथै मलाई दाइले काउली पनि दिनुभएको थियो फ्रीमा पैसा तिर्नु परेन मैले फ्रीमै पाएको हो जस खुसी लाग्यो फ्रीमा पाएर ल है साथीहरू आजलाई यति नै म चाहिँ लागेँ यो धनियाँको मिठो चटनी पिरो चटनी बनाउनतिर मलाई चटनी साह्रै मनपर्छ त्यही भएर म चटनी बनाउनतिर लागेँ हजुरहरू स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् बाइ बाइ सी यू